यसरी घोक्राएर निकाले घरबाट भूपेन्द्रको गर्लफ्रेन्ड जेरी र भाउजू श्रियालाई। भुन्टीको भेषमा भएको सुकुमायाले हो दशकदिन यता भूपेन्द्रलाई डिभोर्स दिएर र भूपेन्द्रको नाममा भएको आधी सम्पत्ति र यो घर भने सबै भुन्टीको नाममा पास भइसकेको छ र त्यो घरको मालिक भूपेन्द्र होइन, अब भने भुन्टी भइसकेकी छिन्। तर अहिले भने भुन्टी घरमा आएकी छैनन्, तर भुन्टीको भेषमा भने सुकुमाया आएकी छिन् र अब आउने भागमा भुन्टीको रूपमा भएको सुकुमायाले भने जेरी र श्रियालाई कोक्राएर घरबाट निकाल्नेछन् र दुवैजना घरबाट निस्किन नमानेपछि घर आफ्नो नाममा भइसकेको भनेर घरको लाल पूर्जा देखाउँदै दुईजनालाई घरबाट ढक्लेर पिटेर घरबाट निकाल्नेछन् अब आउने भुन्टीको नयाँ भागमा। हो दर्शकबिन, अब यही नै हुनेछ अब आउने भुन्टीको नयाँ भागमा। र दर्शकबिन, तपाईँहरू कतिजना अब आउने भुन्टीको नयाँ भागको पर्खाइमा हुनुहुन्छ तल कमेन्ट बक्समा भन्नुहोला। र यदि तपाईँहरू पनि भुन्टी सिरियल मनैदेखि मन पराउनुहुन्छ र हप्ते पछि नछुटाइ हेर्नुहुन्छ र भुन्टी अब पढेर लेखेर ठुलो मान्छे बनेको पनि हेर्न चाहनुहुन्छ भने भिडियोलाई अहिले नै एक लाइक र च्यानललाई सब्स्क्राइब गरी तल कमेन्ट बक्समा भुन्टी भनेर लेख्नुहोला। हो दर्शकबिन, यता भूपेन्द्र अदालत गएर भुन्टीलाई डिभोर्स दिएर र भुन्टीले पाउनु पर्ने आधी सम्पत्ति भूपेन्द्रले दिन नमानेपछि यता सुकुमायाले भने भूपेन्द्रलाई घिसारेर लिएर गए अदालत। भुन्टीको रूपमा भएको सुकुमायाले र रुँदै भूपेन्द्रले भुन्टीलाई डिभोर्स दिएर र आफ्नो नाममा भएको आधी सम्पत्ति भुन्टीको नाममा गरे। यता भूपेन्द्र भने रिसाउँदै जान म के कसोस् त के गर्न सक्छस् भनेर भनेपछि यता भुन्टीको भेषमा आएको सुकुमायाले भने भूपेन्द्रलाई कुकुरलाई घिसारे जस्तै घिसारी अदालत लिएर जानेछन्।